हेलो गाइज, भानुभक्त लिम्बू ब्लगको हो यो भिडियो। आज हामीले बिहानै भोलि तरुल खन्न नभ्याएको कारणले गर्दा आज बिहानै खन्या थियौँ। तरुलको चित्रहरू यो खालको आएर हामीले चाहिँ यो पूजा कोठाको छेउमा राखेर दर्शन गरेका छौँ। यो तरुलहरू किन यो प्रकारको आयन मलाई चाहिँ थाहा छैन, तर तपाईहरु पनि तरुल खाँदै हुनुहुन्छ होला। अब माघे संक्रान्तिको लागि तयारी गर्दै हुनुहुन्छ होला। त्यो बेला चाहिँ यो भिडियोलाई छोटो भिडियोलाई हेरेर लाइक, कमेन्ट, सब्स्क्राइब, शेयर गरेर मात्रै तपाईहरुले पनि तरुल खन्ने, तरुल खाने प्रोग्राम गरेर अगाडि बढ्नु होला। तपाईहरुको इच्छाहरू, चाहनाहरू पूरा हुनेछ है ल गाइजहरु। सबैलाई यो मेरो खबर अहिले प्रत्यक्ष हेर्नु होला। यस्तो आँखा भएको, यस्तो नाक भएको, यस्तो मुख भएको सबै तरुलहरूलाई मैले चाहिँ यो मेरो पूजा गर्ने कोठामा ठ्याक्कै राखेर उहाँहरूलाई रुद्राक्षको माला लगाइदिएर तपाईहरु सामु शेयर गर्दैछु यो भिडियोलाई। त्यसले गर्दा तपाईहरुले तरुल खानुभन्दा अगाडि यो तरुलहरूको दर्शन गरेर मात्रै तपाईहरुले पनि तरुल खाइदिनु होला है भन्ने म तपाईहरुलाई आग्रह गर्दछु है।